दर्शकवृन्द शुभ प्रभात, गुड मर्निङ। म यति बेला आज फागुन 21 गते आम निर्वाचन बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म मतदान हुँदैछ। मतदान प्रक्रिया सुरु हुँदैछ। अब केही समयमै मतदान प्रक्रिया सुरु हुनै लाग्दा म खानेपानी संस्थानको परिसर पानी ट्याङ्कीको क मतदान केन्द्रमा आइपुगेको छु। यही मतदान केन्द्रमा रवि लामिछाने मतदानका लागि आउँदै हुनुहुन्छ। टिम मात्रै चेन्ज भयो। यदि हिजो बना हैन र फाइनल गरे निर्वाचनका लागि मतदानका लागि आम मतदाता बिहानैदेखि लाइनमा बस्नका लागि आइसक्नु भएको छ। निर्वाचनमा खटिएका कर्मचारीहरू मतदान प्रक्रिया सुचारू गर्नका लागि एकदम तयार अवस्थामा देख्न सकिन्छ। सुरक्षाकर्मीहरू त्यसैगरी निर्वाचन प्रहरीहरू सम्पूर्ण तयारीका साथ मतदान केन्द्र क र ख दुईवटा लाइनको व्यवस्था मिलाइएको छ। अबको केही क्षणमै रवि लामिछाने दम्पति यहाँ मतदानका लागि आउँदै हुनुहुन्छ भने बालेन शाह सिनामंगल स्थित आफ्नो मतदान केन्द्रमा मतदानका लागि 7 बजे नै पुग्ने र त्यस पश्चात रवि चितवन जाने, बालेन झापा जाने कार्यक्रम रहेको छ। आम जनमानसमा एकदमै उत्साहपूर्ण अवस्था हामी देख्न सक्छौं। मतदानका लागि आफ्नो प्रतिनिधि जनप्रतिनिधि छान्न पाउने यो अवसर यस पटकको निर्वाचन विशेष हुनेछ। मतदान स्थलभित्र यसपटक सञ्चार माध्यमलाई प्रवेश निषेध गरिएको सुरक्षाकर्मीले बताएका छन्। निर्वाचन अधिकृतले पनि गेटबाट भित्र सञ्चार माध्यमलाई प्रवेश गर्न दिन नसकिने बताउनु भएको छ। हामी यो खानेपानी संस्थानको परिसर पानी ट्याङ्की मतदान केन्द्रबाट तपाईलाई लाइभ देखाइरहेका छौं। अबको केही समयमै रवि लामिछाने दम्पति मतदानका लागि यहाँ आइपुग्दै हुनुहुन्छ। मतदान गरिसकेपछि उहाँको प्रतिक्रिया हामी प्रत्यक्ष रूपमा तपाईलाई देखाउनेछौं। कृपया भिडियोलाई धेरैभन्दा धेरै शेयर गरिदिनु होला। कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्न नभुल्नुहोला र तपाई पनि आफ्नो नजिकको मतदान केन्द्र कहाँ पर्छ त्यहाँ गएर मतदान गर्न नभुल्नुहोला। सञ्चारकर्मीहरूको बिहानैदेखि उपस्थिति छ। भित्र प्रवेश गर्न नदिएका कारण गेट बाहिरैबाट समाचार संकलन गर्नुपर्ने अवस्था देख्न सकिन्छ। आज दिनभर हामी देशभरको निर्वाचन गतिविधि तपाईलाई प्रत्यक्ष रूपमा देखाउनेछौं। बिहानैदेखि मतदान केन्द्रमा
मतदाताहरूको चहल पहल उपस्थिति सुरुवात भइसकेको छ। निर्वाचन आयोगका कर्मचारीले प्रक्रिया सुरु गरिसकेका छन्। अब 7 बज्ने बित्तिकै मतदान सुरुवात हुनेछ। यस पटकको निर्वाचनमा निकै नै ठूलो उत्साह देखिएको छ आम मतदाताको बीचमा। यसपटक 8 लाख भन्दा बढी नयाँ मतदाता थपिएको निर्वाचन आयोगले तथ्याङ्क सार्वजनिक गरेको छ र मतदानका लागि सबै मतदाताहरू आफ्नो क्षेत्रमा पुगिसकेका छन्। उत्साहपूर्ण ढंगबाट निर्वाचन सम्पन्न हुने निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले हिजो मात्रै पत्रकार सम्मेलन गरेर जानकारी गराउनु भएको छ। त्यससँगै हिजो मात्रै प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षा परिषदको बैठक बसी सबै सुरक्षा निकायका प्रमुखहरूसँग परामर्श लिनु भएको छ र सरकारको तर्फबाट शान्ति सुरक्षा कायम गर्न कुनै पनि कसर बाँकी नराख्नका लागि निर्देशन समेत दिनु भएको छ। मतपेटिका ढुवानीका सन्दर्भमा नेपाली सेनाले कटिङ गर्न सक्ने गृह मन्त्रालयले बताएको छ। हिजो दिउँसो मात्रै गृह मन्त्रालयले पत्रकार सम्मेलन गरेर निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएको, निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधली रहित सम्पन्न गर्ने सरकारले प्रण गरेको गृहमन्त्री ओम प्रकाश अर्यालले जानकारी दिनुभएको छ। यसर्थ यसपटकको निर्वाचन विशेष हुनेछ, उत्साहपूर्वक सम्पन्न हुनेछ भन्ने अपेक्षा गर्न सकिन्छ। रवि लामिछाने मतदानका लागि आउँदै हुनुहुन्छ। अब केही मिनेटमै रवि लामिछाने मतदान स्थल आइपुग्नुहुनेछ। यससँगै 7 बजे नै सिनामंगल स्थित आफ्नो मतदान केन्द्र पुगेर राजसभाका वरिष्ठ नेता बालेन शाहले पनि मतदान गर्ने र त्यसपछि उहाँ झापा प्रस्थान गर्ने, रवि चितवन प्रस्थान गर्ने बुझिएको छ। यद्यपि आफ्नो निर्वाचन क्षेत्रमा आफैलाई भोट हाल्न भने रवि र बालेनले पाएका छैनन्। उनीहरूको मतदाता नामावली एकातिर छ, उम्मेद्वार अर्कोतिर भएको कारणले गर्दा आफैलाई मतदान गर्न भने पाउने छैनन्। दाइले नमस्ते उता दाइले नमस्ते गर्नुहुन्छ, यहाँ अर्को दाइ ठुल्दै हुन्छ। दर्शकवृन्द, यो चाहिँ रवि लामिछानेले मतदान गर्ने स्थान हो र रवि लामिछाने र बालेन शाहले आज सँगसँगै मतदान गर्दै हुनुहुन्छ। उहाँहरूले यहाँ मतदान गरिसके पछाडि स्टेसन क्षेत्र नम्बर 2 र झापा क्षेत्र नम्बर 4मा प्रस्थान आफ्नो निर्वाचन क्षेत्रमा प्रस्थान गर्ने। झापा 4बाट हो बालेन थियो, झापा 5मा जानेछन् र तयारी यस्तो भइरहेको छ। काठमाडौँमा रवि लामिछाने आउँदै हुनुहुन्छ। उहाँले 7 बजे मतदान गर्ने बताएको सूचना प्राप्त गरेका छन्। अब मतदान सुचारू गर्नका लागि सम्पूर्ण कर्मचारीहरू सिग्नेचर गरेर
अगाडि बढाउँदै हुनुहुन्छ। 7 बज्न केही समय मात्र, केही मिनट मात्रै बाँकी छ। पहिलो भोट नै रवि लामिछानेको हुनेछ आज यो महाङ्काल चौरको खानेपानी कार्यालय परिसरमा रहेको मतदान केन्द्रको पहिलो भोट रवि लामिछानेले हालेर उहाँ त्यसपछि आफ्नो निर्वाचन क्षेत्र चितवन 2 मा जानुहुनेछ। त्यसै गरी सिनामंगलको मतदान केन्द्रमा पनि पहिलो भोट हालेर बालेन शाह झापा 5 जानुहुनेछ। विशेष गरेर आज सवारी साधन चलाउन निषेध गरिएको छ। आज पब्लिक भेहिकल कुनै पनि चल्ने छैनन्। सवारी साधन चलाउनका लागि अनुमति पाएका सवारी साधन मात्रै चल्ने छन् भने बुद्ध एयरको आन्तरिक उडान भने यथावत राखिएको छ। यति एयरले अवस्था हेरेर मात्रै प्लेन उडाउने जानकारी गराएको छ। यो आन्तरिक उडानले नेताहरूलाई चाहिँ राहत दिने भयो। प्यासेन्जर त एयरपोर्टसम्म जान पाउने अवस्था छैन, किनकि टिकट काटेका प्यासेन्जर घरदेखि एयरपोर्ट जानका लागि कुनै पनि किसिमका सवारी साधन नचल्ने भएका कारणले गर्दा निकै नै शास्ति हुने देखिएको छ। तसर्थ आज 2-4 जना नेता बोकेर आन्तरिक उडानहरू गन्तव्यतर्फ जानेछन्। नेपाली कांग्रेसका सभापति गगन थापा पनि दिउँसो मात्रै सर्लाहीबाट मतदानका लागि काठमाडौँ आइपुग्ने हामीले जानकारी पाएका छौं। त्यसलाई तासेर राख्नु न बरु, त्यो जिङ्ग भयो भने त लडिन्छ नि। तास्नु नमिल्ने भयो के भन्नु, किन भन्नु त्यो गर्दा यो 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 जान्छ कि यति भयो भन्छ। ए ल आमा अब त तिमी झन् ठुलो भयो नि बाबु, लड्नु पाइएन नि फेरि। म लड्छु भनेर लड्ने फेरि त्यहाँ लड्ने भने जस्तो भयो नि। ल अब रवि लामिछाने आइपुग्नै लाग्नु भएको खबर प्राप्त भएको छ। उहाँले मतदान गरिसकेपछि दिने प्रतिक्रिया निकै नै महत्त्वपूर्ण हुनेछ। भिडियो धेरैभन्दा धेरै सेयर गरिदिनु होला। धेरै जनमानससम्म पुर्याउनका लागि मैले बिहानैदेखि यो चिसोमा, काठमाडौँ एकदमै चिसो छ अहिले पनि, चिसोमा यहाँबाट आएर प्रत्यक्ष प्रसारण गरिरहेको छु। मेरा आम दर्शकहरू जो जहाँ हुनुहुन्छ त्यहीँबाट मतदानको प्रत्यक्ष प्रसारण हेर्न पाउनुहोस् भन्ने तपाईको सुविधाका लागि हामीले यो मेहनत गरिरहेका छौं। तसर्थ हामीलाई पनि हौसला बढाउनका लागि भिडियोलाई लाइभ शेयर गरिदिनु होला। अब सुरु भयो है, अब सुरु भयो है। ल बेलुका 5 बजेसम्म निर्वाचन जारी रहनेछ। हजुर कर्मचारी हो, स्थानीय हुनुहुन्छ है। यहाँ कतिजना मतदाता संख्या कति रहेको छ बताइदिनुस् न। 1737। हजुर, अनि बुथको व्यवस्था कसरी मिलाउनु भएको छ? व्यवस्थापन अलिकति त्यो पनि। हजुर राम्रो छ। हजुर हस्, 1700 लगभग 1700 मतदाताले मतदान गर्ने यो मतदान केन्द्रमा रवि लामिछाने दम्पतिले यहीँबाट मतदान गर्दै हुनुहुन्छ। बालेनले सिनामंगलबाट सिनामंगलबाट हो, तर 7 बजे हो। 7 बजे रवि सरले भन्ने सुन्नु हो। एक साथ चाहिँ हो, एक साथ एकै स्थान होला। यो कार्ड लाएर अब हजुरले ओर्दर नगर्नु है। भित्र जो बस्ने बस्ने, नबस्ने बाहिर बस्ने, अल्ली बल्ली गर्ने बेला मात्र बोलाउँछौँ हामीले। अब
मतदान सुरुवात भइसकेको छ। यहाँका कर्मचारीले हामीलाई जानकारी गराइसक्नु भएको छ। स्थानीयहरूले जो भित्र प्रवेश गरिसक्नु भएको छ उहाँहरूले मतदानमा सहभागिता जनाइसक्नु भएको छ भने बिहानै चिसो भएका कारणले मतदाताहरू आउने क्रम लाइन भने बसिसकेको छैन। ए भोट हाल्न आउनुभयो दिदी? हजुर, अहिले त लाइन बस्नै पर्दैन नि, अहिले त सिधै जान पाइन्छ। ल ल उहाँ बिरामी अवस्थामा हुनुहुन्छ। बिरामी अवस्थामा पनि मतदानका लागि आइपुग्नु भएको छ। सुरक्षाकर्मीले गेटबाट प्रवेश गर्नु अघि हो हामीलाई अलिकति इन्सर्ट खिच्न दिनु न। उहाँले के भन्नुभयो भने हजुरलाई भित्र छिरेर खिचेर बाहिर निक्लिनु हो हो ल हो त्यही भने हो त्यो बेला त पाइएन, त्यो बेला पाइएन रे। अहिले चाहिँ भित्र खिचेर गेट भित्र भयो भने हामीलाई अलिकति सहज हुन्थ्यो, त्यति हो कुरो। कर्मचारीहरू ल जानु जानु। कतिको उत्साहित हुनुहुन्छ दिदी? खुसी हुनुहुन्छ? ए भाइ बाबु पनि छोरा लिएर आउनु भएको रहेछ। ल मतदाताहरूमा उत्साह तपाईँ देख्न सक्नुहुन्छ। जेन्जीको परिवर्तनका लागि मतदान दिन आउनुभयो है। हजुर सुरुमै हजुर ल जनतामा देखिएको उत्साह तपाईँ दृश्यमा देख्न सक्नुहुन्छ। हेलो ए हजुर हजुर को कसको उसको ठिकै छ। त्यस्तो उहाँको भन्दा नि यतापट्टि होला उहाँले के गरिसक्नु हो? अलिकति म उत्साहित होइन। मैले अब बिहानदेखि बेलुकासम्म कसरी रिपोर्टिङ गर्ने होला भन्ने एक किसिमको तनाव छ, चिन्ता छ, ज्यान एउटा छ होइन। सकभर सबैतिर पुगेर चाहिँ दर्शकहरूलाई चाहिँ लाइभ रिपोर्टिङ गर्न पाए हुन्थ्यो भन्ने छ चाहना। म कोसिस गर्नेछु, म पनि उत्साहित छु।
आज भोक थकान प्यासको कुनै अनुभूति हुने छैन। हामी बिल्कुल आम नागरिकको सूचनाको हक, उहाँले सूचना प्राप्त गर्न पाउने अधिकार छ, त्यो अधिकार परिपूर्तिका लागि हामी खट्नेछौँ भन्ने एउटा प्रण गरेर म निस्किएको छु एका बिहानैदेखि। आम नागरिक उत्साहित हो, जनता उत्साहित छन्। मतदान उत्साहपूर्वक सम्पन्न हुनेछ भन्ने अपेक्षा गरौँ होइन, र त्यही अनुसारको परिणाम आउला भनौँ। त्योभन्दा बढी त हामीले भन्न मिल्दैन होइन। परिस्थिति त अनेक देखिएको छ। उत्साह जुन रूपमा छ त्यो उत्साहलाई चाहिँ मतपेटिकामा लैजानको लागि अलिकति कठिनाई छ कि जस्तो देखिएको छ। मैले धेरै मानिसहरूमा चाहिँ उत्साह देखेँ, तर नजाने भोट हाल्न। 2 वर्ष अगाडि भोट हालियो, के भयो, अहिले भोट हालेर पनि केही हुँदैन, बहुमत कसैको आउँदैन भन्ने जस्ता निराशाको कुरा पनि सुनिएको छ। यद्यपि अवस्था जे जस्तो भए पनि तपाईँको मत भोलिलाई काम लाग्दैन, आजै हो मतदान गर्ने। त्यो हुँदा आजै मतदान गर्नको लागि म पनि अपिल गर्छु आम नागरिकहरूमा। सँगसँगै होइन, रविदाले यहाँ गर्दै हुनुहुन्छ। एउटै समय 7 बजे नै मतदान गर्दै हुनुहुन्छ उहाँहरूले। त्यसपछि आफ्नो निर्वाचन क्षेत्र जाँदै हुनुहुन्छ। समय चाहिँ एउटै हो, 7 बजे नै मतदान गर्दै हुनुहुन्छ रवि बालेनले। तर मतदान केन्द्र चाहिँ फरक छ उहाँहरूको। अब रवि दाई आइपुग्न आँट्नुभयो भन्ने हामीले सूचना पाएका छौँ, हामीलाई ग्रुपमा इन्फर्मेसन आइसकेको छ। रवि दाई मतदान स्थलमा पुग्न लाग्नुभयो भनेर होइन। आइसके पछाडि उहाँको जोस है मलाई सबभन्दा मनपर्ने क्या, रवि लामिछाने जोस क्या, उहाँ कस्तो फुर्तीका साथ हिँड्नुहुन्छ होइन, अनि कस्तो इनर्जेटिक उहाँले जवाफ दिनुहुन्छ नि। त्यसले चाहिँ अरे यार यो हामीभन्दा धेरै सिनियर मान्छे होइन, त्यो जोस कहाँबाट आइराखेको छ उहाँमा, त्यो हिम्मत कहाँबाट आइराखेको छ भन्ने लाग्छ। अनि म पनि जोसिन्छु कि। ओके, रवि लामिछाने मतदान केन्द्रमा आइपुग्नै लाग्दाको दृश्य यो महाकाल चौरको खानेपानी चौरको मतदान केन्द्र हो। यहाँ सञ्चारकर्मीहरूको निकै नै बाक्लो मात्रामा उपस्थिति रहेको तपाईँ देख्न सक्नुहुन्छ। हामी रवि लामिछानेको प्रतिक्रिया तपाईँलाई लाइभ देखाउनेछौँ। भिडियोलाई धेरैभन्दा धेरै सेयर गरिदिनुहोला। आम नागरिकमा निकै नै ठुलो उत्साह छ। रवि लामिछाने आइपुग्ने भन्ने बित्तिकै सशस्त्र प्रहरीको एउटा गाडी पनि आइपुगेको छ। अनि भित्र गएर एकलट चाहिँ राम्रो छ, एकलट देखिन्छ पर्दैन। जीवन सर, तपाईँलाई चाहिँ कतिको उत्साहित भइराख्नु भएको छ बताइदिनुहोस् त अलिकति। हाम्रा दर्शकहरू यति बेला 1300 भन्दा बढीले हेरिराख्नु भएको छ होइन। दर्शकहरूलाई इन्फर्मेसन पनि दिउँ न। मसँग जीवन पाण्डे हुनुहुन्छ। जीवन पाण्डेको अनुभूति कस्तो रह्यो ल भन्नुहोस् त यो निर्वाचनको सन्दर्भमा। हामी जहिले पनि देशमा परिवर्तन होस्, विकास होस् भनेर चाहेकै हो होइन। हामी मात्र नभएर त्यो नभइसके पछाडि र जनताले त्यो अनुभूति गर्न नपाइसके पछाडि विभिन्न समय विभिन्न किसिमका आन्दोलन भए होइन, व्यवस्था पनि फेरियो। तर अवस्था मान्छेको परिवर्तन नभइसके पछाडि अवस्था परिवर्तन हुन्छ कि भनेर होइन विभिन्न समूहका विभिन्न उमेरका व्यक्तिहरूले आन्दोलन गरे। अहिले चाहिँ नयाँ जेनेरेसन जेनजी आन्दोलन भइसके पछाडि यो अब चुनाव भयो। चुनाव अघि सर्यो। 84 मा हुनुपर्ने चुनाव अब 82 मै हुँदैछ। यसले चाहिँ एउटा स्थिर सरकार निर्माण गर्नको लागि सम्पूर्ण मतदाताहरू उत्साहित भएको हामीले पाएका छौँ। यद्यपि राजनीतिक दल अत्याधिक धेरै र नयाँ नयाँ शक्तिहरू पनि प्रायः मिल्न नसकेको कारणले गर्दाखेरि अझै देशमा अस्थिरता कायमै रहन्छ कि भन्ने खालको पनि देखिएको छ। बहुमत कसैको नआउने भएका कारणले गर्दा फेरि पनि मिलिजुली सरकार बनाउनु पर्ने स्थिति छ। मिलिजुली सरकार बनिसके पछाडि खिचातानी हुनेछ। त्यसले पनि देशलाई स्थिरतामा लैजानको लागि समस्या आउन सक्छ। त्यसकारणले मतदान गर्नु अघि सोचेर मतदान गर्नको लागि
अपिल गर्छौँ हामी विशेष गरेर अब अहिलेको स्थिति भनेको चाहिँ नि यो स्थिति किन आयो भन्दा कांग्रेस एमालेको सरकार थियो, त्यसले चाहिँ भ्रष्टाचार, विकृति, विसङ्गति नियन्त्रण गर्नुको सट्टा विभेद गर्यो हैन। विभेदको परिणाम न हो यो। आम नागरिकलाई चाहिँ कानून लगाउने, राजनीतिक नेता दलका कार्यकर्ता र तिनका आसेपासेलाई चाहिँ छुट दिने त्यो प्रवृत्तिले गर्दा नागरिकमा निराशा बढेर गयो। र त्यति मात्रै होइन, एउटा सोशल मिडिया आम नागरिकले सूचनाको हक प्रयोग गर्न पाएका थिए, संसारभरका कुरा त्यही देख्न हेर्न पाएका थिए, आफ्ना आफन्तसँग त्यही सोशल मिडियाको माध्यमबाट कुरा गर्न पाएका थिए, भिडियो कलमा कुरा गर्न पाएका थिए संसारभर रहेका नेपालीहरू आफन्त परिवारजनका सदस्यसँग। त्यसलाई पनि निषेध गर्ने निरङ्कुश र अधिनायकवादी निर्णय केपी ओली नेतृत्वको सरकारले गरिसकेपछि जनता आक्रोशित बने। हामीलाई फेसबुक समेत चलाउन नदिने हैन। अहिलेको जमानामा यो ग्लोबल युगमा हामीमाथि त्यति ठुलो अन्याय गर्ने, अत्याचार गर्ने भनेर जनता जुरुक्कै उठेपछि भ्रष्टाचारीहरूको भागदौड भयो। भ्रष्टाचारीहरू भाग्न बाध्य भए, सैनिक ब्यारेकभित्र सीमित भए। अहिले पनि केपी ओली झापाबाट निकै ठुल्ठुला कुरा, निकै चर्का कुरा गर्दैछन्, ढाँट्दैछन्, छलछाम गर्दैछन्। को भाग्यो, कहाँ भाग्यो, कहिले भाग्यो भनेर जनतालाई घोज्ने ढंगका अभिव्यक्ति झापाबाट दिइरहेका छन्। तसर्थ उनलाई झापाबाटै रोक्नका लागि भन्दै बालेन शाह उम्मेद्वार बनेका छन्। र यसपटक झापा 5 को निर्वाचन क्षेत्र राजनीतिको इपिसेन्टर, इलेक्सनको इपिसेन्टरको रूपमा हेरिएको छ। अब हेरौं। आज सवारी साधन पनि निर्वाचन आयोग सवारी साधन पास नभएका सवारी साधनहरू हिँडिरहेका छैनन्, बाटो एकदमै खाली छ। सर कतिको उत्साहित हुनुहुन्छ यो चुनावमा? म त उत्साहित नहुने कुरै भएन। उत्साहित भएर नै बिहान 5 बजे उठेँ, त्यस पछाडि 5 बजे उठेर फ्रेस भएर 7 बजे त मतदान केन्द्रमा पुगिसक्नु पर्ने छ। त्यही अनुसार रिपोर्टिङको लागि जानुपर्छ भनेर हामी यहाँ 6:45 बजे नै मतदान स्थलमा आइपुगिसकेका छौँ। अब मतदान प्रक्रिया सुरुवात भइसकेको छ। यद्यपि उत्साहपूर्ण छ भने पनि यो काठमाडौँको महाङ्कालमा रहेको खानेपानी, महाङ्काल चौरको खानेपानी कार्यालयमा रहेको मतदान केन्द्रमा भने अहिले बिहान चाहिँ त्यति धेरै मतदाताहरूको उपस्थिति हामी देख्न सक्दैनौँ। 10-15 जना 20 जना त्यस्तैको संख्यामा मात्रै यहाँ आम मतदाताको उपस्थिति भएको छ। हजुर, मतदान सुरु भइसकेको छ। सुरु भइसकेको छ। तपाईँ नजिकको क्षेत्रमा हुनुहुन्छ, हामीलाई प्रत्यक्ष हेरिराख्नु भएको छ भने महाङ्कालको मतदान केन्द्र अहिले सहज छ, खाली छ, लाइन बस्नु पर्दैन, भिडभाड छैन। तपाईँ सुरुवाती क्षणमै बिहानमै आएर मतदान गरेर आफ्नो मत सुरक्षित गर्नुहोला। लाइन बस्नु पर्दैन, झन्झट केही छैन। अहिलेलाई एकदमै सजिलो अवस्था छ। बहुमत त कसैको नाम देखियो नि सर? बहुमत नआउँदै गर्दा देश जे जति परिणाम आउनुपर्ने थियो नि, परिणाम चाहिँ दिन सक्दैन। अब कुन कुन राजनीतिक दल मिलेर सरकार बनाउने हो, ढुङ्गो छैन। अहिलेको अवस्थामा 2-3 दल मिल्ने बित्तिकै 2-3 दलको आफ्नै एजेन्डा छन् अनि उनीहरूकै बीचमा कुरा मिल्दैन अनि जनताले कसरी भने जस्तो परिणाम पाउँछन्। हामीलाई सिस्टम चेन्ज चाहियो। अब अहिले चाहिँ बुझ्नुभयो जीवन सर, सिस्टममै परिवर्तन चाहियो कि यो सिस्टम कस्तो भयो भने नेता भ्रष्ट भए भनेर नेता त लखेटियो कि, तर भ्रष्ट कर्मचारीलाई चाहिँ कसले लखेट्ने? भ्रष्ट कर्मचारीको मति अहिले पनि सुध्रिएको छैन। अहिले पनि सरकारी अड्डामा जाँदा तपाईँले घुस खुवाउनुपर्छ। फेरि त्यो तपाईँले सरकारी अड्डामा खुवाएको घुस नेता कहाँसम्म पुग्दैन, त्यो कर्मचारीले नै खाने हुन्थ्यो, उनीहरूले भागभण्डा गरेर खाने हुन् होइन। त्यसकारणले सिस्टममा परिवर्तन आउनु पर्यो, काम गर्ने सिस्टम चेन्ज हुनु पर्यो। सिस्टम ब्युरोक्रेसीले गर्दा नै यो हैन, अब झन् नेताहरूलाई चाहिँ नचाहिरहेको। ब्युरोक्रेसीलाई मात्र दोष पनि नदिउँ, ब्युरोक्रेसीमा राम्रा मान्छे पनि छन् हैन। तर त्यहाँभित्र एउटा यस्तो सिस्टम बस्यो कि जुन सिस्टमले चाहिँ जनताको जुन सेवा प्राप्त गर्ने अवसर हो नि, त्यो सेवा प्राप्त गर्दा चाहिँ झन्झट बेहोर्नु पर्ने, शास्ति बेहोर्नु पर्ने, सजिलै सरकारी सेवा लिन नपाइने त्यो स्थितिको चाहिँ अन्त्य हुनुपर्छ। विकास र सुशासनमा फड्को मार्नुपर्छ। देशले आम नागरिकका धेरै ठूला अपेक्षा छैनन्। जनताले पाउने सेवा सुविधा, राज्यबाट दिने सेवा सुविधा चाहिँ समयमै पाउनु पर्यो, झन्झट रहित सेवा सुविधा पाउनु पर्यो। हरेक पटक सरकारी कार्यालय गएर लाइन बस्नुपर्ने दिनको अब अन्त्य हुनु पर्यो। अनलाइनको सिस्टम आइसक्यो है, डिजिटल युगमा प्रवेश गरिसक्यो विश्व। तर
नेपालमा भने लाइन बस्नुपर्ने अवस्था छ। सवारी साधनको अभावको कारणले गर्दा नेपाली सेनाले यस्तो गाडीमा काम चलाइरहेको अवस्था देख्न सकिन्छ। स्कटिङमा नेपाली सेना रहेको छ। ल मतदान भइराखेको छ है। उतापट्टि अलिक टाढा पर्यो हामीलाई। यहाँ एकजना मतपेटिकामा मत खसाउँदै हुनुहुन्छ। यहाँ हेर्नुहोस्, मतपेटिकामा मत खसाएर निस्कँदै हुनुहुन्छ। अबको केही क्षणमै तपाईँले देख्न सक्नुहुन्छ कर्मचारीहरू यसरी मतदाताको प्रतीक्षामा रहनु भएको अवस्था छ। मतदाताको पर्खाइमा निर्वाचनमा सहभागी भएका कर्मचारीहरू देख्न सक्छौँ। मतदाता आउने क्रम भने जारी छ। रवि लामिछाने आइपुग्नु भएको छ। पत्नी निकिता पौडेल र रवि लामिछाने त्यही गाडीमा आइपुग्नु भएको छ। देख्न सक्नुहुन्छ रवि लामिछाने। अगाडि नजाउँ न, के खालको हो चितवन क्षेत्र नम्बर 2 मा उहाँ जानुहुनेछ। रवि दाई उत्साह कस्तो छ दाई? हजुर, यसपछि आजै चितवन फर्किने कुरा छ। यो फर्किनुहुन्छ है अहिले नै? ल, मतदानका लागि काठमाडौँको निर्वाचन क्षेत्र नम्बर 3 मा मतदानका लागि रवि लामिछाने पत्नी निकिता पौडेल सहित आइपुग्नु भएको छ। उहाँ आजै चितवन फर्कने कार्यक्रम रहेको उहाँले बताइसक्नु भएको छ। निकै नै उत्साहित मुद्रामा रवि लामिछाने मतदानका लागि मतदान स्थलमा प्रवेश गर्नु भएको छ। अगाडि हेर्नु त। रवि लामिछानेले यहाँ मतदानको लागि आफ्नो भोटर कार्ड र नेसनल आइडी कार्ड हामी यहाँबाट अगाडि आउँदैनौँ। यही समयमा बालेन शाहले पनि सिना मङ्गलबाट मतदान गर्दै हुनुहुन्छ। म्याम अलिकति हट्दैन न, अगाडि जान्नु हामी म्याम फोटो मात्र खिचिदिनु। हजुर त्यहाँ
त्यो त झन् नबिगारौँ नबिगारौँ न प्लिज है प्लिज ल रवि लामिछाने पहिलो मतपत्र अब लिएर मतदान गर्दै हुनुहुन्छ। उहाँले मतदान गर्दै गर्दाको यो एउटा प्रत्यक्ष हामीले तपाईँलाई देखाइरहेका छौँ। दाई 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 भाइ क्याप लाउने भाइ। दाई थोरै दाई ल थोरै ल सरी रवि लामिछानेले मतदान गर्दै गर्दाको यो एउटा लाइभ दृश्य हामीले तपाईँलाई देखाइरहेका छौँ। उहाँ मतपत्र लिएर स्वस्तिक छाप लगाउनको लागि लानुभएको छ। यही घेराभित्र मतदान गर्दै हुनुहुन्छ। त्यहाँ बालाई चाहिँ अलिकति एकछिन साइड लाउनु पाए हुन्थ्यो। यहाँ बालको टाउकोले छेकिने भयो। गर्दै हुनुहुन्छ यो उहाँले पहिलो मत खसाले पश्चात आज चितवन जाने कार्यक्रम छ। ध्यान देऊ ठिक छ। र रवि लामिछानेले पहिलो मतपत्रमा स्वस्तिक छाप लगाएर ठ्याक्कै बाकसमा खसाल्नु भएको छ। ल बाकसमा खसाल्दै गर्दाको यो उत्साह हाँस्दै मन्द मुस्कानका साथ पहिलो मतपेटिकामा ढोग्नु भएको छ उहाँले। पहिलो मत खसालेर ताली पनि बजाइरहनु अब दोस्रो मत समानुपातिक मतका लागि उहाँ दोस्रो मतपत्र लिने प्रक्रियामा हुनुहुन्छ। ल रत्नकुमार श्रेष्ठले पहिलो भोट हाल्नु भएको निर्वाचनमा संलग्न भएका कर्मचारीले जानकारी दिनुभएको छ। सही साहब थोरै ल सुन्नु न, रवि लामिछानेले समानुपातिक मत हाल्दै हुनुहुन्छ। सर थोरै एकचोटि सही साहब प्लिज अलिकति छोडिदिनु न प्लिज। हो त्यहाँ बुवालाई पनि अगाडि पठाइदिनु। थोरै सर थोरै त सर। रवि लामिछाने समानुपातिक मतपत्रमा छाप लगाउँदै हुनुहुन्छ। यता यता यतैपट्टि हो, यतैपट्टि समानुपातिक भोट पनि उहाँले बाकसमा खसाल्नु भएको छ र मतपेटिकालाई उहाँले ढोग्नु भएको छ। अब ढोगेर मतदान गरेर निस्किसकेपछि उहाँको प्रतिक्रिया हामी लिनेछौँ। उताबाट ल हामी अब उतैपट्टिबाट बाहिर निस्कन्छौँ। एकजना आमा रवि लामिछानेलाई बाटो छेकेर कुरा गर्दै हुनुहुन्छ। मतदान गरेर निस्किसके पछाडिको उहाँको प्रतिक्रिया। मतदान गरेर अर्को गेटबाट बाहिर निस्कने हुँदा हामी अर्को गेटतर्फ दौडिरहेका छौँ। अर्को गेट निकै पर छ। अर्को गेट उहाँको प्रतिक्रिया के रहनेछ हामी लाइभमा तपाईँलाई देखाउनेछौँ। हेर्नुहोस् हामी सञ्चारकर्मीहरूको दौड हो। यता आउँदै हुनुहुन्छ रवि लामिछाने, पक्का यता आउँदै हुनुहुन्छ। तपाईँ लाइभ हेर्दै हुनुहुन्छ, सेयर गरिदिनु होला। हामी आज देशका विभिन्न स्थानको यताबाट निस्किनु भयो अगाडिबाट। हामी यहाँ खुल्लै ठाउँमा बसौँ न, अगाडि भिडभाडमा नजाउँ न। भिडभाडमा नजाउँ फेरि किन फर्के होइन, आउनुहुन्छ। आउँदै हुनुहुन्छ। त्यहाँ भाउजूलाई वेट गर्दै हुनुहुन्छ उहाँले। सायद सम्भवतः निकिता पौडेल पनि मतदान गरेर फर्कँदै हुनुहुन्छ। रवि लामिछानेले फटाफट मतदान गरिहाल्नु भयो र निकिता पौडेललाई मतदान गर्नको लागि समय लागेकोले उहाँहरू दुवैजना सँगै निस्कँदै हुनुहुन्छ।
होइन होइन गाडी पछाडि छ हाम्रो पछाडि केटाहरू चाहिँ अगाडि गए ल हुँ गयो त केटाहरू फेरि यस्तो त नगरे भए हुन्थ्यो ल आउनुभयो ल मतदान गरिसके पछाडि रवि लामिछाने र उहाँको धर्मपत्नी निकिता पौडेल आउँदै हुनुहुन्छ दिदी भोट हाल्नुभयो हो र यता आउनु त यहाँ चाहिँ नगरौँ न लाइभ भइरहेछ उतैपट्टि गरौँ ल एकछिनमा कुरा गर्छु ल हस् हामी रवि लामिछानेको प्रतिक्रिया जोड्दैछौँ तपाईँलाई उहाँ निस्कँदै हुनुहुन्छ के गर्दैछन् हौ मतदान गरिसकेपछि रासोपा सभापति रवि लामिछानेको प्रतिक्रिया अब हामी प्रत्यक्ष रूपमा देखाउन गइरहेका छौँ उहाँ मतदान गरेर मतदान स्थलबाट बाहिरिँदै हुनुहुन्छ ए उहाँ आइपुग्नु भएको थियो ए होइन निस्किने त्यही बाटो हो फेरि ए भाइ उताबाट त निस्किन पाइँदैन बाहिरिनु भएको छ ए हटने केटा के गरे भने यहाँ आएर बोल्यो हुन्न यार हेलो के गरे केटा ल हेर न एकदम आनन्दको महसुस भएको छ र हाम्रो अलग्गै एउटा मेरो समय दिने यार एउटा भाव आउँछ नि मान्छेलाई सकारात्मक भाव आयो भनेपछि गुड फिल भइरहेछ अहिले तपाईँले मन्दिरबाटै गर्नुभयो बङ्गामुख मन्दिरमा गएर भर्खर दर्शन गरेर आए पश्चात तपाईँ र निकिता पौडेलले बयासीको मतदानमा फरक तपाईँले अघि भन्नुभयो गुड फिल आयो भन्नुभयो यो फरक छ यो किन फरक छ भने यो इतिहासको एउटा यस्तो मोडमा देश आइपुगेको छ
विशेष गरेर कलिला भाइ बहिनीहरूले चाहिँ आफ्नो बलिदानी दिएपछि परिवर्तनका लागि भएको निर्वाचन हो। एउटा दुःखद घटनाले देखाउन खोजेको एउटा सुन्दर चुनाव भएको हुनाले विगतका कुनै पनि चुनावभन्दा यो चुनावको महत्त्व अलिक बढी छ। त्यस कारणले अलिकति भावुक पनि भए मैले यो परिस्थितिलाई हेरेर मलाई लाग्छ यो चुनाव त्यस हिसाबले पनि फरक हो र परिणामका हिसाबले पनि यो एउटा ऐतिहासिक हुन्छ भन्ने मैले अपेक्षा गरेँ। तपाईले आफ्नो मताधिकार प्रयोग गर्नु भएको छ, अब धेरै जनताहरूले अब यसपछि गर्दै हुनुहुन्छ, भर्खर त सुरुवात भएको छ। के भन्नुहुन्छ, यो भिडियो धेरैले हेर्नुहुनेछ देश तथा विदेशबाट, जसले मताधिकार प्रयोग गर्नको लागि कोही बाटोमा हुनुहुन्छ, कोही घरबाट तयार हुँदै हुनुहुन्छ, कोही निस्किँदै हुन्छ, उहाँहरूलाई के छ सन्देश? सबैलाई म यति भन्न चाहन्छु कि अब नागरिकको हातमा छ मुलुकलाई कस्तो बनाउने, कस्तो नेतृत्व छान्ने, कसलाई लिएर जाने भन्ने कुरा नागरिकको हातमा छ। राजनीतिक दलका रूपमा हामीले जे गर्नु पर्थ्यो त्यो हामीले गरिसकेका छौँ। अब नागरिकको विवेकले यो देशको भविष्य निर्धारण गर्दछ, कसैको हातमा छैन, एक नागरिकको आफ्नो हातमा छ। त्यसैले आफ्नै हातले आफ्नो भविष्य लेख्ने यो सुनौलो अवसर हो, इतिहासले यस्तो अवसर दिँदैन। त्यस कारणले म सबैलाई यो अपिल गर्न चाहन्छु, विवेकपूर्ण ढङ्गले मुलुक र आफ्ना सन्ततिको भविष्यलाई मध्यनजर राखेर निर्वाध रूपमा मतदान गर्नुहोस्। म यति नै भन्छु। दाजु अन्तिममा रासोपाले जेनजी आन्दोलन भइसके पछाडि जेनजीको विषयमा त्यति धेरै बोलेन भन्ने खालको कुराहरू पनि हामीले सुन्छौँ होइन? आज मतदान गर्ने दिन, जेनजी आन्दोलन पछि यो मतदान सरिसके पछाडि आज मतदान गर्ने दिन, जेनजीहरूको विषयमा चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? आज एउटा कुरा, जेनजी आन्दोलनको मागलाई सबैभन्दा बढी त्यसका जायज मागहरूलाई चाहिँ सम्बोधन गर्ने कुरा चाहिँ हामीले सहमति, विभिन्न पक्षसँग सहमति गर्दा लिखितम नै गर्ने पार्टी नै रासोपा हो। जेनजी जो सबभन्दा बढी उम्मेदवार भएको पार्टी नै रासोपा हो। घाइते परिवार उम्मेदवार भएको पार्टी नै रासोपा हो। शहीद परिवार समेत उम्मेदवार रहनुभएको पार्टी नै रासोपा भएको हुनाले यो जुन आन्दोलन छ त्यो आन्दोलनपछि त्यसबाट सिर्जना भएको परिस्थिति भएको हुनाले त्यसलाई सबैभन्दा बढी न्याय गर्न सक्ने पार्टी नै रासोपा भएको हुनाले हामीलाई थाहा छ, हामीले जे भनेका छौँ त्यो अनुसारले काम पनि गर्नेछौँ। अहिले यो निर्वाचनको मुखमा धेरै कुरा भन्ने जरुरी छैन, हामीले स्पष्ट पाइसकेका छौँ। तपाईँको पार्टीका केही नेतामाथि आक्रमण पनि भयो, पुलिसको गाडीमै तोडफोड भयो, सुलभ खरेलको टिममाथि नै आक्रमण भयो होइन अज्ञात समूहबाट। यो आक्रमणको घटनालाई तपाईँले कसरी लिनुभएको छ? एकदम निन्दनीय कुरा हो। अघिल्लो पटक पनि यस्तो भइरहेको थियो। यो चाहिँ के भने एउटा पराजित मानसिकता नै सुरुमा देखिन्छ। त्यस कारणले यो लोकतन्त्रको सबभन्दा ठुलो अभ्यास भनेको निर्वाचन हो। आफ्नो आक्रोश, आफ्नो रिस, कसैसँग झगडा गर्नु छ, चित्त बुझेको छैन, गाली गर्नु छ, जे पनि गर्नु छ, मतपत्रबाट बाहेक अन्य कुनै चिजबाट यसलाई पोख्न सकिँदैन। म जसले आक्रमणमा उत्रिनु भएको छ म उहाँहरूलाई संयमित हुन अनुरोध गर्न चाहन्छु। देशैभरिका हाम्रा साथीभाइहरूलाई पनि कसैले कति अलि ठुलो स्वर गरेछन्, अलिकति केही आलोचना गरेछन् भने त्यसलाई रियाक्ट नगर्न, एकदम शान्त रहनको लागि म आफ्ना दलका साथीहरूलाई पनि अनुरोध गर्न चाहन्छु। शान्त ढङ्गले यसलाई निर्वाचनलाई सम्पन्न गराउँ, परिणामले जे दिन्छ त्यसलाई चितवन जाँदै हुनुहुन्छ। गुड फिलिङ्समा कति गुड सिट आउला दाजु? यति बेला मतदान गरिसके पछाडि मतदान सम्पन्न गरेर रासोपा सभापति रवि लामिछाने चितवन प्रस्थान गर्नु भएको छ। अब भिडभाड छ, फोटो खिच्नेहरूको भिडभाड छ। रवि लामिछाने दम्पति काठमाडौँको क्षेत्र नम्बर 3 मा आएर मतदान गरेर फर्किनु भएको छ र रवि लामिछाने यता मतदान गर्दै गर्दा उतातिर कुलमान घिसिङ पनि मतदानका लागि आइसक्नु भएको। त्यसै गरी काठमाडौँ क्षेत्र नम्बर 3 का उम्मेद्वार
कुलमानको बस्ने बालन गर्दा बालन बोल्दैन हामी मेन गेटतर्फ अगाडि बढ्दैछौँ। कुलमान घिसिङ मतदानका लागि यहाँ आउनु भएको भन्ने हामीले बुझिएको छ। यद्यपि उहाँ मतदान गरेर निस्किसक्नु भएको पनि हुनसक्छ, किनकि हामी यता धेरै अल्मलियौँ। हेरौँ कुलमान घिसिङ भेटिनु भयो भने उहाँको पनि प्रतिक्रिया तपाईँले लाइभमा देख्न सक्नुहुनेछ। काठमाडौँ क्षेत्र नम्बर 3 को काठमाडौँ उपत्यका खानेपानी लिमिटेड महाङ्काल शाखा कार्यालयको मतदान केन्द्रबाट तपाईँ प्रत्यक्ष रूपमा हेर्दै हुनुहुन्छ। रवि लामिछाने दम्पति आएर मतदान गरेर गइसक्नु भएको छ। सर अनि कुलमान घिसिङ पनि आउनुभयो? कहाँ हो उहाँको? ए जनकल्याणमा माथि है। ए ल ठिक छ। ल अब यो प्रत्यक्ष प्रसारण यो स्पटबाट यही सकिन्छ। यसपछि हामी अर्को स्थानमा जानेछौँ र त्यहाँबाट तपाईँलाई प्रत्यक्ष रूपमा त्यहाँको मतदान भइराखेको अवस्थाको विषयमा जानकारी गराउनेछौँ। लाइभ हेरिदिनु भएकोमा तपाईँ धेरै धेरै दर्शकहरूप्रति हामी आभार व्यक्त गर्दछौँ र फेरि अर्को लाइभमा भेट्ने बाचा गर्दै अहिलेलाई बिदा हुन्छौँ। नमस्कार, तपाईँको दिन शुभ होस्, जय होस्।